कस्तो रहेछ आशिष गुड गुड अलिकति उयो हाल्नु त त्यो कस्तो रहेछ दिदी अलिकति त्यो हाल्दिनु है अब त्यो साथी पुरा हल्लेको छ कि बिस्तारै गर्नु छ ग्यास पकाउने त है त्यो भित्र त कस्तो भुइँला सुन्छु भइहाल्छ नो आइफोन हौ होइन अहिले गाडीमा नदेऊ भेनाले भेट्छ कि मेरो कस्तो मजा है रेलैमा उकाली ओह्राली रेलैमा बाटो दाइ बनाएछ है झन् यो बोजूले लिफ्ट दिन्थ्यो अब छैन आज अब आउँछ दा नेटवर्क अमर भाइ दिनुहोस् न हेपी छ नि उठाउनु सेप रमाइलो छ म त सिलगढीको त्यो सालु गाडाहरू जस्तो लाग्छ सट्टै भित्र पस्दाखेरि हुनु सबै भइहाल्यो हो म त छै सिलगढीहरू जस्तो लाग्छ म त हेर्नु न सेम छ है सिलगढी जस्तै छ यिनीहरू त रिसाइक्यो उठाउनु नि कलकत्ता केटाहरूले यहाँ गर्लफ्रेन्ड बनाइसक्यो कुम्रेको बाटो त यस्तो रहेछ त नामै कुम्रेको अब सोच्नु त्यही कारण चाहिँ हावा हाल्नुपर्छ भन्नु हावा छैन नि है पङ्चर भयो भने चाहिँ बाटो त कडा रहेछ त अन्त कुम्रेकको यस बाटो चाहिँ कडा रहेछ हाम्रो कुम्रेक जाने बाटो यस अब भने चाहिँ हामी पिकनिक स्पट जग्गामा आइपुगेछु कुम्रेक भन्ने जग्गामा है यहाँबाट ओह्रालो जानुपर्छ इन्ट्री गर्नुपर्ने रहेछ है एकछिन केटाहरूले है अलिकति सामानहरू किन्छ अरे त्यही कारणले एकछिन दोकानमा रोकिरहेको छ गाइस यहाँबाट चाहिँ टक्कै कुम्रेक स्पट हुनेछ तपाईँलाई रेगुलर देखाउने छु इन्ट्री भइसकेको छ है स्पट यहाँनिर रहेछ पानी पनि रहेछ त है पानी चाहिँ कलहरू चाहिँ मैले देखिनँ राम्रै हुनेछ है प्रोफाइल चाहिँदैन यहाँ भित्र पनि छ हो उयो बरु भित्रै हामी खाना चाहिँ त्यो जस्तो बस्ने छ नि हावाघर जस्तो त्यसको त्यो साइडतिर नै पकाउने आगो फुक्नु दिन्छ भाइ होइन बाहिर नै फुक्नुपर्छ नि फुक्नु त फेरि कहाँ बाहिर चाहिँ यहाँ उयोहरू छ पिङहरू छ हो यहाँ भित्र चाहिँ पुल हो स्विमिङ पुल
हजुर सबै आलो त्यही भएन त कति आयो होला बनाउँछु त्यसो भन्दै मैले हिजो सोद्धा त खुल्ला भने भने चाहिँ हामी आइसकेको छौँ कुमब्रेक भन्ने जग्गा अब भने चाहिँ हामी आइसकेको छौँ पिकनिक खेल्नु लागि यहाँ स्पटमा अन्त यहाँनिर हेर्दैछ सेफहरूले कहाँ पकाउने खानाहरू भनेर कहाँ पाउनु रे सेफ खाना हजुर यहाँ हामी केटाहरू छ अरू चाहिँ आउँदैछ तपाईँ यहाँ हाम्रो सेफ आशिष भाइ यहाँ हाम्रो सेफ सेफ कस्तो फिल भइरहेको छ अन्त स्पोर्टमा फ्यान्टास्टिक ह्यापी हाम्रो यता के भन्नु हाम्रो भाइलाई कस्तो फिल छ एकदम गरम छ कि जाडो छ रहेछ भाइ जाडो रहेछ नि गर्मी चाहिँ पुरा रहेछ माथि भन्दा आम्मा ज्याकेट स्याकेट लगाएर आएको सबै खोलेँ हो मैले चाहिँ गर्मी पुरा रहेछ खानासाना पकाउने जग्गाहरू बनाइरहेको छौँ हामीले तपाईँलाई कन्टिन्यू गर्दैछु भिडियो है देखाउँदैछु गाइस अब भने चाहिँ खाना पकाउनु स्टार्ट भइसकेको छ हाम्रो सेफले कुक गर्नुहुँदैछ यहाँ हुनुहुन्छ हाम्रो सेफ सेफ के पकाउनु भएको दाल पकाउनुहुँदैछ सेफले के हो यो भाइ भाइ के हो यो अब मासु सुँगुरको मासु हेर्नुहोस् गाई त्यता होइन सेफ त्यता होइन त्यता भेज हो त्यता चिकन रोस्ट हजुर त्यता चिकन रोस्ट गर्दैछ यहाँ हाम्रो सबिन सिङ्गर उयो राई कुन चाहिँ गीत गाउँछ सबिनले ए तामाङ म त राई भनेर सिङ्गर त नेपालमा छ है यहाँ चाहिँ कटिङ सिप के पाउनु भएको Hello, hello. Hello, Lisa. Hello. Hi, Miro. हमने तो प्यार में ऐसा ठाना तो दिया प्यार की राह में अपना कर दिया हमने तो प्यार में ऐसा ठाना कर दिया प्यार की राह में अपना कर दिया प्यार की राह में अपना कर दिया आजकल फिर मिल प्यार के चर्चे हर ज़बान पर सबको मालूम है और सबको खबर हो गई आजकल तेरे प्यार के चर्चे हर ज़बान पर सबको मालूम है और सबको खबर हो गई दो बदन एक दिल एक जान हो गई मंजिलें एक हुई हम सफर बन गई दो बदन एक दिल एक जान हो गई मंजिलें लु राम्रो खानु चाहिँ खाना चाहिँ आजको कस्तो भयो पिकनिक दामी दामी भाइ कस्तो भयो एकदम दामी बबल हैन
बबाल छ है एकदम फ्यान्टास्टिक छ लु राम्रो खानु चाहिँ खाना चाहिँ तिनजुला आजको कस्तो भयो पिकनिक दामी दामी भाइ कस्तो भयो एकदम दामी बबल हैन बबाल छ है एकदम फ्यान्टास्टिक छ अब चाहिँ पिकनिक सक्यो हाम्रो अन्त एक्लो पिकनिकको सामानहरू हाल्दैछौँ केटाहरू सबै मातेछ सबै मातेर झ्याप भइरहेको छ कोही यता लडिरहेको कोही उता लडिरहेको अब चाहिँ जानु आँटेको हामी है घर उमेश सेफ कस्तो छ आज पिकनिक लामित कस्तो छ आजको पिकनिक वेरी नाइस सब लोग नाच रहा है कोई भी ठीक टू मुंह में नहीं है सबैजना माथि हो अब चाहिँ ग्रोथ यसो छ हामीले तपाईँको सामानहरू उयो गरिरहेको छ रेडी बनिरहेको छ अब चाहिँ गाडीमा हालेर जानुपर्ने हो है भने चाहिँ हामी पिकनिकबाट फर्किँदैछौँ गएको चाहिँ रम्फू आइपुगेछौँ हामी है